नमस्कार दर्शक महानुभावहरु, तपाईहरुलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। म तपाईहरु माझ क्रिकेट सम्बन्धी एउटा नयाँ ताजा खबर लिएर उपस्थित भइसकेको छु। भारत र वेस्ट इन्डिज बीचको दुईवटा म्याचको टेस्ट सिरिजको सुरुवात बिहीबारदेखि भइसकेको छ। सिरिजको पहिलो मुकाबला अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिँदैछ। म्याचको पहिलो दिन वेस्ट इन्डिजको टिम 162 रनमा समेटियो र भारतीय टिमले दिनको अन्तिमसम्म 2 विकेट गुमाएर 121 रन बनाइसकेको केएल राहुल र कप्तान शुभम गिलले दोस्रो दिन भारतको पारीको आगाज गर्यो। दोस्रो दिन शुभम गिल 50 रन र राहुल 100 रन बनाएर आउट भयो। त्यसपश्चात रविन्द्र जडेजा र ध्रुव जुरेल दुवैले शानदार अर्धशतक पूरा गर्यो। भारतका लागि खेलाडीहरूले राम्रो प्रदर्शन गरेको थियो। मोहम्मद सिराजले 4 र जसप्रीत बुमराहले 3 विकेट आफ्नो नाम गरेको थियो। त्यही स्पिनरको कुरा गरौँ त कुलदीप यादवको 2 र वाशिंगटन सुन्दरको 1 सफलता मिलेको थियो। त्यसपछि बल्लेबाजीमा केएल राहुलले शानदार फर्म जारी राखेर आफ्नो 20 वटा टेस्ट अर्धशतक बनाएको थियो। दर्शक महानुभावहरु, तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? कमेन्ट बक्समा गई आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला र मेरो च्यानललाई लाइक सब्स्क्राइब गर्न नभुल्नुहोला। यसरी नयाँ क्रिकेट न्यूजहरु लिएर तपाईहरुमा उपस्थित हुने नै छु। यति भन्दै म तपाईहरुदेखि उज्जवल हुन चाहन्छु। धन्यवाद।